हेलो हाई गुड मर्निङ साथीहरू। आज चाहिँ मैले तपाईँहरूकोतिर के भन्नुहुन्छ यसको नाम चाहिँ के हो होइन। तर हामी चाहिँ यसलाई चाहिँ पानी रोटी भन्छौँ। अनि त्यही भएर चाहिँ नेपालमा हुँदाखेरि बजुले चाहिँ पानी रोटी भनेर दिनुहुन्थ्यो। अनि मलाई चाहिँ एकदमै मेरो चाहिँ एकदमै फेभरेट हो कि एकदम मलाई चाहिँ बेस्ट लाग्छ। त्यही भएर आज पनि मैले पानी रोटी बनाउने निर्णय गरेँ। अनि त्यहाँ देख्न सक्नुहुन्छ मेरो रेसिपी चाहिँ सधैँ चाहिँ आज पनि सिम्पल नै छ। तपाईँहरूले यसलाई चाहिँ जेमा हालेर खाँदा नि हुन्छ। मासु नि मनपर्छ भने हजुरहरूलाई मासु नि हालेर खाँदा नि हुन्छ, अन्डा नि हालेर खाँदा हुन्छ, जे पनि मनपर्छ हजुरहरूले जस्तो मनपर्छ त्यस्तै बनाएर खाँदा नि हुन्छ तपाईँहरूले चाहिँ। अनि मैले चाहिँ तपाईँहरूले मैले कसरी बनाएँ भनेर तपाईँहरूले देखाएको छु। मैले चाहिँ मेरोमा चाहिँ हाम्रो रुममा चाहिँ साथीहरू बेलना चाहिँ छैन कि। अर्को अकोमोडेसन हुँदा चाहिँ हाम्रो बेलनाहरू सबै एभाइलेबल हुन्थ्यो, त्यहाँनिर चाहिँ यहाँ चाहिँ थिएन छ। त्यही भएर चाहिँ मैले मेरो चाहिँ बेलना चाहिँ चपिङ बोर्ड अनि त्यहाँबाट मैले चाहिँ ग्लासले चाहिँ बनाएको छु। अनि त्यहाँदेखि गर्दा गर्दै मेरो चाहिँ झन् हात पनि काट्यो कि अलिक म चाहिँ छिटो छिटो गर्ने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ जस्तो मनपर्छ जस्तो रेसिपी बनाएर खाँदा नि हुन्छ, तपाईँहरू बनाउन सक्नुहुन्छ। मैले चाहिँ सिम्पल बनाएँ। अनि त्यहाँ मैले उम्ली पनि सक्यो। जब पानी उम्लिन्छ अनि त्यहाँदेखि सुपहरू उम्लिन थाल्छ त्यसपछि हामीले चाहिँ हाल्नुपर्छ, लाउनु पर्ने हुन्छ। अनि त्यहाँदेखि यो चाहिँ पाकुन्जेल पकाउनु पर्ने हुन्छ, नत्र भए पेट पनि दुख्न सक्छ है। तपाईँहरूले खाँदा चाहिँ एकदमै मजाले पकाएर खानु होला भन्न चाहन्छु। मसँग चाहिँ अक्कबिरी खोर्सानी डल्ले खोर्सानी पनि रहेको छ। आजको लागि चाहिँ मेरो चाहिँ रेडी भइसक्यो। अनि मैले चाहिँ टेस्ट पनि लिइहालेँ आजको मेरो टेस्ट कस्तो भएछ भनेर। अनि मैले चाहिँ एकदमै बवाल गरी खाएँ साथीहरू, एकदमै मिठो बनाएछु मैले चाहिँ। अनि त्यहाँबाट तपाईँहरू पनि यसरी नै खान चाहनुहुन्छ भने यस्तै बनाएर खानु होला। बाई बाई साथीहरू, सी यू।